यो प्लान्ट 500 LPH UV प्लस UF प्युरिफायर यो हामीले बाइ द वे एसेम्बलहरू सबै कम्प्लिट फिटिङहरू UPVCहरू गरिसकेको छु पाइप फिटिङहरू र यो हामीले अहिले कम्प्लिट डिस्प्याच गर्ने क्रममा छु बाइ द वे हेर्न सक्नुहुन्छ पुरै हामीले यसलाई कतै स्क्रेच नलागोस् या केही पनि नहोस् पानी फिल्टरमा भनेर हामीले कम्प्लिट यसलाई प्याकेजिङ गरेर दिने गरेका छौँ यो अहिले हाम्रो डिस्प्याच हुँदैछ कुनै स्कुलैको लागि र यो कम्बिनेसन स्पेसिफिकेसनको कुरा गर्दाखेरि यसमा 500 LPH UV प्लस UF प्युरिफायर पाउन सक्नुहुन्छ जसमा 1054 को दुईटा भेसल पाउन सक्नुहुन्छ भने UF मेम्ब्रेन दुईटा नै पाउन सक्नुहुन्छ जुन एउटा UF मेम्ब्रेनको फ्लो भनेको 250 लिटर हुन्छ र हामी एभरेजमा टोटल डेली बेसिसमा 3000 3500 4000 लिटरसम्म पानी हामी यसबाट निकाल्न सक्छौँ भने घन्टामा 500 लिटरसम्म हामी निकाल्न सक्छौँ र ड्युरेबिलिटीको कुरा गर्दाखेरि यसमा तपाईले लङ लास्टिङ ड्युरेबिलिटी पाउन सक्नुहुन्छ एज अ यो इन्डस्ट्रियल सिरिजको प्लान्ट हो र यसमा भेसलको कम्बिनेसन पनि राम्रो दिएको छ बाइ द वे यसमा UV प्युरिफायर UV पनि हेर्न सक्नुहुन्छ UF पनि हेर्न सक्नुहुन्छ यो भनेको तपाईको RO को कन्टेन्ट या UV को कन्टेन्टमा एकदम धेरै राम्रो प्लान्ट हो एज अ नेपालको कन्टेन्टमा हामी कुरा गर्दाखेरि त्यहाँ लमसम 300 350 भन्दा 400 भन्दा म्याक्सिमम TDS छैन र एज अ WHO त्यो भन्दा मिनी हामी UF प्युरिफायरको बेटर वाटरको लागि हामीलाई एकदम एज अ WHO पनि हामीले त्यो नोटिस अनुसार हामीले यो प्युरिफायर युज गर्न सक्छौँ हैन 1000 TDS भन्दा मिनिमम RO त लगाउनु नै हुँदैन एज अ WHO सो UF प्युरिफायर हामी बेस्ट पानी टु बेस्ट पानी पाउन सक्छौँ र यसको मेन्टेनेन्स कोस्ट पनि कम छ बाइ द वे इनिशियल कोस्ट जुन हामी अहिले फर्स्ट टाइम पर्चेजिङ गर्छौँ त्यो पनि कम छ र भोलिका दिनमा मेन्टेनेन्स कोस्ट पनि कम छ र खासै यसलाई मेन्टेनेन्स पनि चाहिँदैन त्यो हिसाबले RO को कम्पेरिजनमा यो तपाईलाई UV एन्ड UF प्युरिफायर इज द बेस्ट बाँकी यो भित्र लाग्ने मेटेरियल्सहरू पनि तपाईले हेर्न सक्नुहुन्छ जहाँको पानी अब सबै ठाउँको पानी एकनासको हुँदैन त्यो हिसाबले कुन ठाउँको पानी के छ भनेर हाम्रो स्टकमा हेर्न सक्नुहुन्छ यो मेटेरियलहरू जुन हामी कार्बन यामेटु एन्थ्रासाइड साइलेक्स ETC रेजिनहरू पनि पाउन सक्छौँ जुन फुल अफ स्टक छ र हरेक ठाउँको पानी हरेक किसिमको हुन्छ त्यो हिसाबले हामी त्यही हिसाबको मेटेरियल त्यो भित्र फिलअप गरेर त्यो मेटेरियलको फिलअप गरेर त्यो प्लान्ट हामीले दिने गरेका छौँ त्यसपछि हाम्रो यो त छँदैछ बाँकी हाम्रो डोमेस्टिक एन्ड इन्डस्ट्रियल सबै सिरिज पाउन सक्नुहुन्छ हेर्न सक्नुहुन्छ मैले गोदामै छु फुल अफ स्टक तपाईले डोमेस्टिक इन्डस्ट्रियल जे पार्ट्स पनि भोलिका दिनमा बिग्रिँदाखेरि हामी त्यसलाई कम्प्लिट निवारण गर्छौँ बाइ द वे तपाईहरुले सम्पर्क गर्नको लागि हामीले सम्पर्क गर्न सक्नुहुन्छ मा जानकी वाटर वर्ल्ड एन्ड मेसिनरी सप्लायर्स जुन र अर्को काउन्टर हाम्रो जनकपुरमा सिद्धि विनायक वाटर वर्ल्ड र हाम्रो सर्भिस भनेको पूर्वदेखि पश्चिमसम्म हामी हरेक ठाउँमा दिने गरेका छौँ हाम्रो विराटनगरको लोकेसन महेन्द्र चौकमा अवस्थित छ भने हाम्रो जनकपुरको लोकेसन मिल्स एरिया आशा सिनेमा हलको अगाडि यहाँबाट हामीले लमसम पूर्वदेखि पश्चिम हरेक ठाउँमा टेक्निसियन एउटा सर्टेन टिम राखेर काम गरिरहेछौँ त बाइ द वे सबैलाई थ्याङ्क्स भन्न चाहन्छु त्यति धेरै कोअपरेसन गर्नुभएकोमा र तपाईहरुले पनि चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ 9844298612 मा जानकी वाटर वर्ल्ड एन्ड मेसिनरी सप्लायर्स रञ्जन शाह हस्त अहिलेलाई धन्यवाद।